the dog doing? खोज्दैछौँ बाटामा खोजेकोमा पनि सबै टुरिस्टलाई भेटाएर फेरि होइन आइएम टुरिस्ट रे हजुर ए हो हामी चाहिँ अब ब्राइडलाई लिन जानु लागेको त्यो त अगाडि नि म त हिर्काएर गर्दछु सक्दैन पानी पऱ्यो मेरो कपाल बिग्रिन्छ म त फेरि आइरन गर्न जान्छु माथि आउला नि माथि आउँछन् कि किन जाने र माथिको गेटमा आउने भन्ने bride to be कस्तो राम्रो पेस्टल कस्तो राम्रो देखिदियो क्या त्यो लाइटले त्यो शैलीले हेर्नमा राम्रो देखियो रोक न त गयो यो कस्तो भयो भन तिमीलाई चित्त बुझ्यो कि बुझेन ढुक्क सब बुझ्यो त्यो दिदीले सिकाएको नि कसरी यस्तो गर्दा एकापट्टि अलिकति छोटो होला आफूलाई गयो भन्ने हो त्यो पछाडिको झोलाहरू सबै आएन उता इसालाई त गेम खेल्छ गेम भनेको के हो नि शैलुको बारेमा थाहा पाउने या समथिङ शैलुकै रिलेटेड छ हैन यहाँ शैलुको एकदम क्लोज पनि छौँ अब हामी अलि डिटेलली सबै कुरा तिम्रो थाहा नभएको पनि छौँ हैन जसले चाहिँ आउँछ तिमी मलाई आउन दीक्षाले आउँछ त्यो मलाई नगर सब दीक्षाले आउँछ दीक्षा र सोफिया जान्दाखेरि बिगार्ने है यिनीहरूले सबै थाहा छ अब रोइन्छ भने बिगारेको भेटे हैन म त स्टार्टिङ गरे हैन
वेलकम ब्याक, वेलकम टु माई ब्लग दीक्षा। ये त मैं के अरे म यार म खुश हुआ देखिएगा यार। हामी चाहिँ कहाँ जान लागेको भन्दा डुल्न जान लागेको भर्खरै होटेल किङफिसरमा बस्यौँ। आज सैलुको घर जाने प्लान थियो तर गएनौँ, यहीँ बस्यौँ। टाइम भएन, ढिलो भयो अनि उहाँ चाउदेको अब सबै इन ड्राइभ कस्तो भयो दामी भयो नि। Stranger Things. Something is coming. Sophia, Stranger Things. ठुलो ए यो त मैले जाऊ रात काट्ने यस्तो गाह्रो त भएको थिएन कहिले। कति बज्यो नि? 10, 10:30 नाचम कि बरु हामी सैलुले देखायो नि के भयो त नि। होइन देखाउने होइन, सैलु ड्रेस गीत त सुन्छौ के अरे नि। नसुने जस्तो गरिदेऊ इयरफोन लिएर आउनु। तालको पानी हान्छ नि कपाल भेन आउँछन् कि नै ती बिहा अगाडि आउनु नभ्यो भने मलाई हेर्नु रिस उठिरह्यो। मण्डपमा भेट्यो मण्डपमा आजकलको जमानामा नि रातिको 11 बजे एउटा रुम छोडेर यहाँ हाम्रो के हो त यो मेरै हो ल। बनाउनै पर्यो, पैसा तिमीलाई दिउ नि मैले। कन्टेन्ट छुट्न नै चाहिए। बस त्यस्तो घिनलाग्दो सिरानी थियो। जाऊ तिमी पैसा तिर्ने जाऊ, हिँड न। ओहो टोइलेट गर्न मलाई त कस्तो भन्छ ब्याचलरेट यादगार भइरहेको के मेरो हालत हेरो यता हो। मेरो ड्रेस फेरि यस्तो छ होइन, माथिबाट हेर्दाखेरि चाहिँ वाउ ग्ल्यामरस होइन, तल चाहिँ फेरि मेरो देखाइदेन, मेरो देखाइदेन। अब यस्तै छ जिन्दगानी, के गर्नु अब। ल म त राजेशलाई फोन गर्छु यार मैले। 1 2 3 4 5 6 1 2 3 4 5 6
फर्केर पक्का होइन यस्तो टकन टुकुन टकन टुकुन टक्का टकन टुकुन टकन टुकुन टकन टुकुन टक्का ओ यो टकन टुकुन लाग्छ धेरै हामीले त्यसो गर्ने अनि रु 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 पुरै 360 पुरै 360 नि आइपुगे म त हजुरलाई भेट्न गर्दा छिने आइपुगे म त हजुरलाई भेट्न भेट्न गर्दा छिने अब 3 पार्टीबाट गीत मात्रै बढाहारी स्टेप सिकाएकै छैन आइजन म सिकाउँछु कि मलाई सिकेँ हाई हामी अब घर जाने उठेर हाम्रो रेडी पनि भइसक्यौँ हामी मेकअप गर्दै हो सो आधी जति त गइसकेछन् त्यहाँ म चाहिँ अलि ढिलो नै हुन्छ होला सो लेट्स सी कतिखेर पुग्छु मेकअप गरेपछि भेट्छु म बाई Our bride to be is over there and साथीहरू यहाँ छन् न्याच्च परेर बसेछन् कसैलाई भोक लाग कसैलाई थके लाग कसैलाई टेन्सन छ नाच्न सक्दिनँ भनेर मलाई त फिकर त छ तर त्यति साह्रै छैन आज एउटा चिज गर्ने भनेको गर्न सकिएन यहाँ अहिले फोटो सेसन चलिरहेको छ आदि त्यहाँ मोबाइल चलाउँदैछन् सहिलेको यहाँ खुट्टाको मेहन्दी गर्दैछ मेहन्दी टाइम आफ्नै भएको के भन्न छ टिम ब्राइड किन उसो हुन्छ भनेको त यहाँ आँसु नि आएको थियो कि हजुर किन रोक्यौ अनलाइन भनेर नरोके भयो अब जिउनु भइसक्यो है अब ढुवा हामी खास आएको त मेहन्दीमा हो तर डुल्न जाँदैछ अस्ति गरिनौ घरबाट गरिन नि बस्न र सब सेक्सी गर्लहरूलाई जाडो जाडो मात्र भनिरहेछन् अहिले फेरि फर्केर आउनुपर्छ नि त अहिले गरम मेहन्दीको स्मेल सुँग अनि बस के तिमी त नभएका साथी रोशनी त भागी फेरि हामी नेपाली एक हौ भनेर हिँड्नुपर्छ जस्तो छ यसरी
हामी नेपाली एक हौ के अरे के भन्दै थियौ हामी नेपाली एक हौ मैले यसरी नै हो बाटो हेर न बाटो फुड हन्ट तर यहाँ एकदम राम्रो बाटो छ हामी सबै तर्सेछौँ यस्तो परी भएर यस्तो दामी बाटो सुने भरिएको बाटो हिँड्न राखन हामी कस्तो भयौँ बाटो त्यहाँको हिलोबाट डाउन हिलो भगवान मेरो आँसु आयो हाउई रिच टु टु डु 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 टु डु 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 टु डु जा सकन टु टु डु 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 टु डु ला स्कुटर आयो टु टु डु 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 टु डु टु डु 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 टु टु डु 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 टु डु टु डु 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 टु डु छि छि चाहिँ जान अझै बाँकी छ ब्याचलरको दिन त हामीले रेस्ट गर्थेनौँ है सगुन हामीले त गरेको थियौँ है तिमीहरूले गरेको थियो हामीले त गरेको थिएनौँ सगुन र हामी त छुट्टै थियौँ हामी त दिएको नि हजुर कन्टेन्ट क्रिएट भइरहेको छ सगुन र यहाँ फोटो खिचेर बस्छौँ शैलीको कन्टेन्ट क्रिएट भइरहेको छ निन्द्रा लागिसक्यो 7 बजिसक्यो नाच्न बाँकी छ घर जानु बाँकी छ कति धेरै मान्छे हुन् सगुन उताबाट कताबाट एन्ट्री ए यताबाट भिडियो बनाउनु गीत गाइला भनिराख्नु पर्यो नि हामी ल भयो गीतै यही त तेरो यही हालिदिन्छु हामी गरेर हामी यही ठाउँ फेरि पर्सि आउँदैछौँ रोकै एकछिन हेर्ने छैन सब कुछ ठिक छ सब कुछ ए तेरी भ्लग बनाउनु लाग्यो यहाँ लागि शैलीको बिहा खान हामीले नयाँ
बिनाजु हुनुहुन्छ अगाडि हाई भनिदिनु बिनाजु म देखाउँछु अब त्यहाँ सबै रुन थाल्यो भने त मेरो त आँसु यतिकै नै आउँछ रुन्छु सबै रुनी बेल्छ त्यहाँ हुन्न अहिले जाने बित्तिकै रोएर धोकातिर आउँछु म अहिले सुरु गर्नुपर्छ के हाल्यो म सहिले रोयो भने चाहिँ रुन्छु सहिले रोएन भने चाहिँ रुन्न अहिले रुन्न होला फेरि बिहामा अस्ति मेहन्दीमा मेहन्दीमा त दिक्षाले हो कि त्यो दिक्षा रुन्छ दिक्षा रुन्ने भएको बाची दिन्छु म रेडी भएपछि फोन गर्ने कति राम्री देखेको हो हेर हेर बिहा भयो एउटा स्टोरी हालिहाल्नु पर्यो बेलुका सकेसम्म आएको है Has it hit you yet? Has it hit you yet? Timlai, has it hit you yet? Has it hit you yet? No. No? बिना जाइसक्नु हो सैलुलाई केही भन्नु हो राम्रोसँग गर तिमी खुसी हुन्छौ भन्ने कुरा नि थाहा तिमी सन्तुष्ट हुन्छौ भन्ने कुरा नि हामीलाई थाहा के न टिम राइडमा हाम्रो आउनु पर्यो ए भात लिएको पनि फोटो खिच्दिने होला नि है कसले खाना लाउनु हो 3 इडियट्स हो क्या अलि धेरै हाल्या हो के खान म भिडियोतिर जान्छु ल ल कसले हो खाना ब्राइड र ग्रुमलाई ए भामा सब तिनटे यता हेर त अनि
त छन् न पहिला त शैली शैली मन कि तिमीलाई नि पठाउने हो यिनीहरूलाई नि एउटा मन्डपमा हाल्यो हात अलि फ्रीली छोडाउनु कस्तो त्यो जबरजस्ती जोगाउँदै कति बज्यो 8:02 भइसक्यो घरबाट सबैको फोन आइसकेछ हेर सैलु तिमीलाई पठाउन छिटो भने उद्वऱ्यो त्यही मान्छेले भ्लग बनाएको छ कोही बन्यो मेरोको शैलीको पठान आए अब शैलीलाई भनिसकेछ तिमी कति शैलु अब घरबाट कुच्चो चप्पल डाडु के आउँछ कि 3 दिन भयो यहाँ राति बाहिर अब 1 हप्ता 2 हप्ता त घर आन्छु बुलाएर थुन्छन् जस्तो छ यार एउटा ठिक बनाउनु पर्ने मन त कसैको अनुहारै हेरिन त्यही भएर म रोइन कसैको अनुहार हेर्न सक्ने हैसियत थिएन सबै डाको छोडेर रोथे यसले सम्हाल्यो हामीलाई मलाई त कसैको नि अनुहार हेरेन कि साँच्चै भ्याइयो अब शैलीको बिहानी घर फर्किँदैछ